हेलो सबैलाई नमस्कार। आज मेरो ड्युटी यहाँ परेको छ, नाइट ड्युटी लाइब्रेरी 2 मा। यहाँ छ मेरो ड्युटी लाइब्रेरी 2 मा। बस्ने चाहिँ यहीँ। अरे के भन्ने रे, यस्तो अन्धकार छ, यस्तो अन्धकार छ। उतापट्टिको कलेज भयो, मेरो चाहिँ यसमा लाइब्रेरी 2 मा। यो बिल्डिङमा छ मेरो। यसको पछाडि पुरा उता रुखनिर सब मसान घाट मात्रै छ। रातभरि मसान घाट। अहिले यही हेर्ने, यतातिर जङ्गल जङ्गल जस्तो हो। अब यस्तो छ। त्योनिर बालुवानिर सब शमशान घाट। यहाँ बसिन्छ। यो सब हेर्ने हो। खाना खान जानु पर्यो। 8 बजिसक्यो। के गर्ने यार, रातिको ड्युटी चिसोमा हैन। के अरे आफूले साइन गरेँ मैले त, ल भयो भनेर। अनि त्यहाँ मेरो त मैले त त्यहाँकोमा त मेरो नाम थियो के अरे, मैले त्यसैमा साइन गरिदिएँ। रेशमको म गरिदिन्छु भने जस्तो लाग्यो आफूले, अरूको रहेछ। अनि रेशमले साइन नै किया, रेशम परिवारको भेट्दो भन्दै थियो अघि बुढोले। ठिकै हो भनेर भन्दै थियो। खाना खान जानु पर्यो साथीहरू। हिजो यो बिल्डिङभित्र थियो ड्युटी। कोही होइन, भिडियो बनायो। धेरै दिन भयो भिडियो नहालेको। दिनको एउटा भिडियो के हाल्ने यार, त्यही खिचे जाँदाखेरि आउँदाखेरि त्यही खिचे कति हाल्नु। सबैले सब्सक्राइब र लाइक गर्नु चाहिँ नबिर्सिनु है। त्यति चाहिँ गरिदिनु त। यहाँ नि एउटा लाइट हाल्यो भने नि पुरा अन्धकार छ यार। के गर्ने साथीहरू, दुःखको खाना यस्तो छ। टाङ्राङ्गे झोल। ए के हो, लौका रहेछ। सब्जी पनि सकिया रहेछ। 12 बज्यो। भोलिको यहाँ प्रोग्रामको लागि चाहिँ यहाँ टाङ्दैछन् यसरी स्टुडेन्टहरूले। रातिको 12 बजे टाँगिरहन्। हिजो राति चाहिँ यही मिलाउँदै थियो। राति 1 बजेसम्म यही मिलाएर यताउता गर्दा गर्दा गए। यहाँको चाहिँ पुङ्गल भन्दो रहेछ। यहाँ लेखे पुङ्गल भनेर लेखे। अरू सजावट चाहिँ आज गर्छन् होला। विद्या यो डाक्टरहरू, मेडिकल कलेजहरू पढ्नेहरू पुङ्गल भनेर लेखे आउँदो रहेछ। अरू चाहिँ मेरो ड्युटी यहीँ थियो। यतातिरबाट चाहिँ मान्छे आउँछन् क्या। ऊ त अलको टावर देख्नुभएको चाहिँ मान्छे जलाउने हो। यो यतापट्टि बालुवाको थुप्रोभन्दा उतापट्टि चाहिँ सबै मान्छे गाडेको ठाउँ छ, मसान घाट। त्यहीँ राति आएर यहाँका लोकल केटाहरू पुरा रक्सी खाँदै बस्दै गर्छन्। यतातिर पर्खाल लगा होइन, त्यही भएर यसो यतातिर हेरिराख्नुपर्छ। अनि त्यताबाट आएर सामान चोरेर लिएर जान्छन् क्या। सब खुल्लै छ नि त। त्यहाँ चाहिँ गाड्ने ठाउँ, त्यो चाहिँ जलाउने ठाउँ। यो चाहिँ कलेज, मेडिकल कलेज। त्यो त अब हस्पिटल भइहाल्यो यो बिल्डिङ चाहिँ। अब मेरो चाहिँ ड्युटी सकियो। अब नास्ता गर्नु पर्यो अनि जानु पर्यो। आज चाहिँ त्यही हो होइन। आज के छ, इडली छ कि के छ नास्तामा। यो लामो बाइकहरूको उतापट्टि चाहिँ बोइज होस्टेल हो। डाक्टरहरू बस्छन्, पढ्ने नर्सहरू, डाक्टरहरू। यो चाहिँ
ओहो पानीको भाँडा उता छोडेर आएको छु त। ल नास्ता सास्ता गरियो, अब इडली सिडली खाइयो, अब रुमतिर लागियो। हाम्रो चाहिँ हस्पिटलहरू यो रुम चाहिँ बाहिर एरियामा छ। अब रुममा गइन्छ, लुगा पनि धुनु छ, लुगा धोइजाइ गरेर नुहाइ गरेर अनि सुत्नु पर्यो। सुतेर बिहान चाहिँ बेलुका फेरि साँझ 7 बजेबाट ड्युटी छ, 6 बजे चाहिँ आउनु पर्ला। यस्तै छ यहाँको चाहिँ पोङ्गल लागिरहेछ। नेपालतिर माघे सङ्क्रान्तिको मेला लागिरहेछ, हामी चाहिँ यहाँ ड्युटी गरिरहेछ। के गर्ने, यस्तै छ जिन्दगी, गरिब बसी यस्तै हो। यहाँ चाहिँ बिहान चाहिँ हरेकको हिन्दूको घरमा चाहिँ यस्तो रङ्गोलीहरू, अलग अलग किसिमका रङ्गोलीहरू बनाउँछन् क्या। दैलामा बिहान चामलको पिठोको हुँदो रहेछ कि हो, चामलको पिठाको रेखी हालेर बिहान उठ्ने बित्तिकै बिहान चाहिँ यो गराएकै हुन्छन् हरेक हिन्दूहरूको दैलामा चाहिँ। यो दैलामा पनि छ यहाँ नि है, ट्याक्कै जहाँसुकै है रेखी, कुनै ठाउँ कुन चाहिँ आकार, कुनै ठाउँ कुन चाहिँ आकार। यहाँ नि हो, यहाँ त इन्डियाको नक्सै बनाएको छन्, ए झन्डा यहाँ नि हो। यहाँ नि हो यहाँ नि छ। यता चाहिँ आज हालेर हिँड्छन्। देखिसके अघि आउँदा यसो गर्दै हिँडेको त देखिन्न त। ए यहाँ नि यहाँ चाहिँ घर बन्दैछन्। यहाँ चाहिँ फेरि जहाँ घर बनेको घर नभएको ठाउँ चाहिँ कचरा र ऊ चाहिँ यस्तै छ। फेरि कचरा हामी बस्ने बिल्डिङ भूतघर जस्तो, त्यही हामी मात्रै बस्नु त, अनि अर्को बसेर त्यत्रो बिल्डिङमा बनाएर छोडेर मात्रै पैसावाला भएपछि त्यस्तै हो। यहाँ नि छ यही हो चाइना, के अरे चेन्नईको चाहिँ गाउँ बस्तीहरू। यो त के गाउँ बस्ती भन्ने र यो त अझ बजारको नजिक, बजारै जस्तो बजारको नजिकको घरहरू भनौँ न अझ होइन। जहाँ घरहरू छैन यहाँ चाहिँ यस्तै कचडा है। ल आयो हाम्रो बिल्डिङ। आफ्नो घरभित्र बाहेक बाहिर चाहिँ सफा नगर्ने के। यो बिल्डिङको लास्टतिर उहाँ 3 फ्लोरमा हामी बस्ने। ओए धरानतिर त कुकुरले नि माटो भन्छ अरे, माटो भन्छ अरे, माटो भन् हर्केले भनेको भन्दैन त्यसले त। ए हर्केका सेनापतिहरू यहीँ छन्। आयो हवेली कोठी आयो भूतघर। ल साथीहरू गुड नाइट। सुत्नु पऱ्यो नुहाइ गरेर।